संस्था तारको घाटमा छ धार्मिक अध्ययन संस्था तारको घाटमा छ त्यसैको सानो टुक्री पाउँदै आएको छ सारा संगत प्रवचन सधैँ हुन्छ है सारा संगत प्रवचन सधैँ हुन्छ है धर्म ज्ञान गर्नमा कसले छेक्छ है हरिहरि धर्म ज्ञान गर्नमा कसले छेक्छ है प्रत्येक हप्ता शनिबार तारको घाटमा प्रत्येक हप्ता शनिबार तारको घाटमा जानुपर्छ भक्तजन सारा संगतमा चौतारो बनाएका छौँ पक्की बाटोमा चौतारो बनाएका छौँ पक्की बाटोमा बटुवारा गोठाला आराम गर्नमा हरिहरि बटुवारा गोठाला आराम गर्नमा चौतारोका बर पिपल बिहे भइसक्यो चौतारोका बर पिपल बिहे भइसक्यो प्रतिष्ठान सकिएर शक्ति पाइसक्यो चौतारोको दायाँपट्टि आराम गर्ने ठाउँ चौतारोको दायाँपट्टि आराम गर्ने ठाउँ घाम पानी छल्दिने त्यसको हुन्छ काम हरिहरि घाम पानी छल्दिने त्यसको हुन्छ काम प्रतीक्षालयमा आराम गर्नुहोस् प्रतीक्षालयमा आराम गर्नुहोस् आफ्नै धन सम्झेर जतन गर्नुहोस् सदस्य र भक्तजनले गब्बे उठाए सदस्य र भक्तजनले गब्बे उठाए यति राम्रो काम गरी पुण्य कमाए हरिहरि यति राम्रो काम गरी पुण्य कमाए प्रवचन गर्ने घर आफै बनाछौँ प्रवचन गर्ने घर आफै बनाछौँ स्वावलम्बी भएर उसै रमाछौँ धूप दीप नैवेद्य आफै ल्याउँछौँ है धूप दीप नैवेद्य आफै ल्याउँछौँ है भगवानको कृपाले नै खुसी भएका छौँ है भगवानको कृपाले नै खुसी भएका छौँ है द्रव्य दान गर्नेहरू निम्न रहेका छन् द्रव्य दान गर्नेहरू निम्न रहेका छन् टेकलाल श्रेष्ठज्यू साह्रै खुसी छन् नोकबहादुर थापाज्यू अभिभावक नोकबहादुर थापाज्यू अभिभावक बलबहादुर थापाज्यू साह्रै चलाख हरिहरि बलबहादुर थापाज्यू साह्रै चलाख मीना देवी थापाती अति राम्री छिन् मीना देवी थापाती अति राम्री छिन् कृष्ण कुमार श्रेष्ठ नि हाँसिरहेकी छिन् ईशान नानी पोखरेल वाचन गर्दछिन् ईशान नानी पोखरेल वाचन गर्दछिन् भक्तजनहरूलाई मख पार्दछिन् हरिहरि भक्तजनहरूलाई मख पार्दछिन् दिल माया श्रेष्ठ यी साह्रै हाँसिली दिल माया श्रेष्ठ यी साह्रै हाँसिली भगवानी घिमिरेनी पश्चिम क्या मिली कृष्ण कुमारी पोखरेल धर्मावती छिन् है
कृष्ण कुमारी पोखरेल धरवती छानी फल फूल ल्याएर प्रसाद दिन्छन् है हरिहरि फल फूल ल्याएर प्रसाद दिन्छन् है गंगा श्रेष्ठ साधसे दिलकुमारी भुजेल गंगा श्रेष्ठ साधसे दिलकुमारी भुजेल अमृत र बिमलाको कति राम्रो यो मेल राधा थापा तिल माया अधिकारी आमा राधा थापा तिल माया अधिकारी आमा साह्रै राम्रो भजन गाउने हरि सीताराम हरि हरि साह्रै राम्रो भजन गाउने हरि सीताराम अमृत श्रेष्ठ अनि लक्ष्मी प्रसाद मिली अमृत श्रेष्ठ अनि लक्ष्मी प्रसाद मिली भजन गीत गाएर पार्छन् झिलिमिली लाला कुमार आचार्य नैना सिंह पनि लाला कुमार आचार्य नैना सिंह पनि काजी मान श्रेष्ठ नि साह्रै मनका धनी हरिहरि काजी मान श्रेष्ठ नि साह्रै मनका धनी आनन्द कुमार श्रेष्ठ राष्ट्र सेवक आनन्द कुमार श्रेष्ठ राष्ट्र सेवक यो उमेरमा धर्म कर्म लाग्छ उदेक धर्म कर्म गर्ने त कम छ जमाना धर्म कर्म गर्ने त कम छ जमाना अब म बिदा भया गर्छु नमना हरिहरि अब म बिदा भया गर्छु नमना हरिहरि अब म ओम गुरुदेव साह्रै सुन्दर मिठो भजन हामी माझ पस्किनु भयो हजुरले मिठो मिठो सुन्दर भजन गायक र त्यहाँका स्वस्थ स्वयंसेवक सम्पूर्ण त्यहाँका कलाकारहरूको हामीलाई नामै सुनाएर भजनबाट अत्याधिक मिठो तरिकाले श्रवण गराउनु भयो हामीलाई हजुरलाई धेरै धेरै धन्यवाद भजन गर्ने जमाना यतिखेर छैन भन्नुभयो तर लमजुङ चाहिँ साह्रै भजन गर्ने ठाउँ नै रहेछ जस्तो लाग्छ मलाई अहिले हजुरका यी दिनै पछि